कार्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन साँझ यमराजको लागि दीपदान गरिन्छन्। यम दीपदान। यम भनेको यमराज, यमराज भनेको मृत्युका देवता, अनि दीपदान भनेको उनको निमित्त दियो दान गरेर, दियो बालेर यमराजजीलाई प्रार्थना गर्ने। किन भन्दा यसो गर्नाले हाम्रो परिवारमा अकाल मृत्यु नाश हुने अनि परिवारमा शान्ति र परिवारका सम्पूर्ण परिवारहरूको दीर्घायु, पितृहरूको प्रसन्नता, घरका नकारात्मक ऊर्जाहरूको समाप्त हुन्छ यमराजजीको लागि दीपदान गर्दा। सर्वप्रथम यस दिनको तिथिमितिलाई जानकारी गरौँ। 2082 सालको कार्तिक महिनाको 1 गते शनिबार, 2025 अक्टोबर 18 तारिकका दिन शनिबार पर्दछ। एकपटक यमराजजीले आफ्ना दूतहरूलाई बोलाएर भन्नुभयो, हे दूत हो, तिमीहरू संसारमा सम्पूर्ण जीवहरूलाई, प्राणीहरूलाई लिएर आउँछौ। प्राणीहरूलाई लिएर आउँदा दुःख लाग्दैन? कसैलाई मारेर उसको जीवलाई यहाँ लिएर आउँदा भन्दा यमराजका दूत भनेको जसले लिएर जान्छन्, उनीहरूले भने, हे महाराज, हे स्वामी, हामी जब यो धरतीमा जीव प्राणीहरूलाई लिएर आउँछौँ, जसको उमेर पुगेको हुन्छ, कालगतिले मृत्यु भएको हुन्छ, हामीलाई दुःख लाग्दैन। तर अकालमा कसैलाई लिएर जानुपर्ने हुन्छ, त्यो अकाल मृत्यु पछाडि जो घरमा जो पीडा हुन्छ त्यो देखेर चाहिँ हामी पनि बहुत दुःखी हुन्छौँ। यस्तो घटना नघटेको भए हुन्थ्यो नि भन्ने हुन्छौँ, तर हजुरको नियमलाई उल्लङ्घन गर्न सक्दैनौँ। त्यस्तो कुनै उपाय छैन भगवान, अकाल मृत्यु नाश गर्ने त्यस्तो कुनै उपाय छैन, हजुरले दया गर्नुहुन्न भन्दा यमराजजीले प्रसन्न भएर भन्नुभयो, हे दूतो सुन, कार्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन साँझ, त्रयोदशी तिथि हुँदा साँझ जसले मेरो निमित्त दीपदान गर्दछ भने उसको अकाल मृत्यु नाश हुन्छ। दर्शकबिन्दहरू, यमराजको लागि दीपदान गर्नको लागि घरका मूल अग्रज ज्येष्ठ व्यक्ति, चाहे छोरा होस् चाहे छोरी मान्छे होस्, 4वटा मुख भएका दियोहरू रहेछन् भने 4तिर रुई बत्तीहरू हालिदिनु होला। एक मुखे रहेछ भने एक मुखे नै बत्ती राखेर तेल राखिदिनु होला। अनि एउटा कुनै प्लेटमा अथवा थालीमा, कुनै डिस्पोजलहरूमा यहाँहरूले थोरै साइडमा चन्दन, अक्षता, चामल, तिल, जौ, कुश, केही फुलहरू राखेर अनि एउटा पात्रमा जलहरू राख्ने तयार गर्ने। अनि बेलुका साँझ 5:30 यस दिन सूर्यास्त हुँदैछ। 5:30 7:30 सर्वोत्तम हो। र पनि कहीँ अफिस ड्युटीमा हुँदैछ, जतिखेर आएर तपाईँले यमराजको लागि दीपदान गर्दै हुनुहुन्छ भने यमराज यस रातभरि कुनै न कुनै समयमा हामीले बालेको दियोद्वारा हाम्रो परिवारलाई दीर्घायु, शान्ति, सुरक्षा प्रदान गरिदिन तयारी हुनुहुन्छ। घरभित्र बालिदिने, पूजा कोठा, तुलसीको मोठ, कोही पनि नराम्रो दियो होइन। अहिले यमराजजीलाई, मृत्युका देवतालाई बत्ती बाल्दैछौँ हामीहरू। अनि त्यस पछाडि गएर जुन मूल दियो छ त्यो दियोलाई बाल्ने। सकेसम्म घरका परिवारका सदस्यहरू पनि हुनुहुन्छ भने सबैले सहयोग गर्ने र दियो बाल्ने। दियो बालेर त्यो दियोमा चन्दन, रोली कुमकुम, फुल, तिल, जौ, कुश जे छ जलले वरिपरिबाट घुमाइदिएर हातमा त्यो दियो लिएर प्रार्थना गर्ने। अनि सुन्नु, यो दियो बाल्दै गर्दा कुनै मन्त्रहरू उच्चारण गर्न मन लाग्यो भने यो मन्त्र उच्चारण गर्न सक्नुहुनेछ। मृत्युना पाशदण्डाभ्याम कालेन च मया सह त्रयोदश्यां दीपदानात् सूर्यज प्रियतामिति। यो मन्त्र 3 चोटि, 5 चोटि, 11 चोटि हातमा यो दियो लिएर दक्षिण दिशातर्फ फर्केर अनि दियोको मुख, दियो पनि हातमा लिएर दक्षिण दिशातिरै देखाएर यमराजजीलाई, किनभने मृत्युको ढोका दक्षिण दिशामा रहेको छ र दक्षिण दिशातिर फर्केर त्यो दियो देखाएर, जसलाई मन्त्र आउँदैन, सम्पूर्ण दर्शकबिन्दहरू भावले, श्रद्धाले त्यो दियो हातमा लिएर परिवारका सबै सदस्यहरूले टच गरेर अथवा छोएर भन्नुहोला, हे यमराजजी, हजुरलाई नमस्कार छ। हजुर आउने मार्गमा, हजुर आउने बाटोमा आज हजुरको लागि दीपदान गर्ने दिन हामीहरूले दीपदान गर्दैछौँ। हामी, हाम्रा परिवारको लागि सधैँभरि सुरक्षा दिनुहोला। म सहित मेरा सम्पूर्ण घरका परिवारका सदस्यहरू जो देश विदेशमा छन् उनीहरूलाई अकाल मृत्युबाट रक्षा गर्नुहोस्। घरमा नकारात्मक ऊर्जाहरू शान्ति भएर जाउन्, हाम्रा पितृहरू प्रसन्न भएर जाउन्, परिवारमा शान्ति र दीर्घायु बनिरहोस्। हे मृत्युका देवता, हे सूर्यका पुत्र यमराज, हजुरलाई यो दीपदान गर्दछु भनेर सम्पूर्ण परिवारहरूले यो श्रद्धाले दियो यमराजजीको लागि अर्पण गरिदियो। अब यो दियो दान गरिसके पछाडि यो दियोलाई अब घरका मूल अग्रज व्यक्तिले घरको मूल ढोकाबाट बाहिर
बिस्तारै यहाँहरूले ननिभाइकन त्यो दियोलाई बाहिर लगेर यमराजजीको लागि यसरी दीपदान गर्नु होला। दक्षिण दिशातर्फ यहाँहरूले प्रार्थना गरिदिनु होला। धेरै धेरै धन्यवाद। फेरि हामी अर्को भिडियोमा हामी भेट्नेछौँ। जय श्री राधे, जय श्री कृष्ण।